भन्ने रे ओके टेकमा टेक बहादुर भइ त मान्छेलाई के भएको छ कस्तो पिर परेको छ भन्ने जानी जानी न्यु खोज्ने हामीलाई चाहिँ कता गएर के गरौँ भएको छ मान्छेलाई के भएको छ कसो मान्छेलाई के भएको छ मान्छेलाई के भएको छ कस्तो पिर परेको छ भन्ने कुरा म भनिदिन्छु एकचोटि सुन्नु ल कसो परेछ भन्ने मान्छेलाई के भएको छ कस्तो पिर परेको छ भन्ने जानी जानी न्यु खोज्ने हामीलाई चाहिँ कता गएर के गरौँ झै भएको छ बुझ्नु भएन सुन्नु है म भनिदिन्छु मान्छेलाई के भएको छ कस्तो पिर परेको छ भन्ने कुरा जानी जानी न्यु खोज्ने मान्छेलाई के भएको छ कस्तो पिर परेको छ भन्ने जानी जानी न्यु खोज्ने हामीलाई चाहिँ कता गएर के गरौँ भएको छ मान्छेलाई के भएको छ अरे हामीलाई चाहिँ कता गएर के गरौँ भएको छ भनेर मिलाएर भन्दा राम्रो हुन्छ आवाज उठाउने उठाउने मान्छेलाई के भएको छ कस्तो पिर परेको छ मान्छेलाई के भएको छ कस्तो पिर परेको छ मलाई थाहा छ त ल मिलाउँदिएर मान्छेलाई के गर्नु भएको छ कसो गर्नु भएको छ जानी जानी मान्छेलाई के गरौँ र कसो गर्नु भएको छ तँलाई थाहा छ त अगाडि भने अगाडि अलि नरम भएर जानियो कि टेन्सन भए पिर भए त सबै त्यो टेन्सन पिर भएको थप्नु न मिलिहाल्छ मान्छेलाई के गरौँ कसो गरौँ भएको छ जानी जानी त्यो बुझ्यो मान्छेलाई के भएको छ कस्तो पिर परेको छ मान्छेलाई के भएको छ कसो भएको छ तँलाई थाहा छ त जानी जानी बताउँछस् ल ल लास्टमा रियाक्सन दिनु है क्यामेरा रोलिङ रोल एक्सन मान्छेलाई के भएको छ कसो भएको छ तँलाई थाहा छ त मान्छेले झुन्नेर मरौ कि डुबेर मरौ भएको छ बढी नगर है रियाक्सन दिनु है अहिलेको रियाक्सन दिनु अहिले म्याम बोलिरहनु भएको थियो तल हेर्नु पैसा आयो उता दाइलाई हेऱ्यो भाइलाई फेरि नेक्स्ट डाइलग सरले त पुरै चेन्जै गराइदिनु भयो डाइलग ठिकै छ खोइ मिल्दै मिल्दैन तल म हेर्छु एकचोटि के त